बिहान 4 बजेको जाडोमा उठेर म टाउको हल्लाउँदै हल्लाउँदै कलेजतर्फ लागे। बाटोमा साथीहरू भेटेपछि के छ यार, ठिक छ यार, ल यार जम यार भनेर हामी कलेज गएर खाजा खान थाल्यौं। हामीले मगाएको चिकन चाउमिनमा अलिकति चिकन पनि परेछ। त्यसपछि मेरो डान्स देखेर मेरो साथीहरूले मेरो नाम माइका लाल जय किशन राखिदिए। मेरो फ्यान भेटेपछि म साथीको घर गएर भगवत गीता पढ्न थाले। गीता पढेर मानवताको मूल्य थाहा पाएपछि मैले मेरो राक्षस जस्तो साथीलाई मानव बनाउने स्प्रे छर्किए। मलाई धेरै दिनदेखि केही नाप्नु थियो, त्यसैले मैले स्केल लिएर भन्दै नापे। साथीले पाद्दा पाद्दा मुढाको यस्तो हालत भएपछि पहिलोचोटि मलाई एउटा वस्तुको पनि माया लाग्यो। घर जाँदा बसमा धेरैजना मान्छे भएकाले मैले आफ्नो चुललाई दबाएर राखिरहेको थिएँ, तर अलिकति लाज पचेकै भएका कारण म बसमा पनि गलत इसारा गर्न थाले। चिउँडोमा फलेको आलु पाकेपछि मैले खनेर निकाल्ने प्रयास गरे, तर रातो रस निस्केपछि थाहा पाएँ कि यो त टमाटर रहेछ। त्यसपछि फुटबल खेल्दै खेल्दै घर आएर मैले अलिकति दहीसँग चिसो भात खाएँ। त्यसपछि मैले भविष्यको लागि पढ्नु त पर्छ भनेर सोचे तर पढिन। यदि तपाईँ पनि म जस्तै गर्नुहुन्छ भने कमेन्ट बिलो।